Devendra Basnet. एउटा सानो भिडियो लिएर आएको छु। मलेसियामा पनि यसरी यो जङ्गलमा यसरी फर्सी को उत्पादन गरेर यसको फर्सीको मुन्टा त्यसपछि फर्सी को गट्टा चाहिँ अब फलाउन सफल हुन्छ र धेरै पटक मैले 3-4 पटक मुन्टा खाएँ र आज एउटा गट्टा लगाएर खानु पर्यो भनेर यो गट्टा टिप्नेवाला छु। पानी पर्ला जस्तो भइसकेको छ, पानी एकदम ठुलो पर्छ जस्तो छ। हेर्नुस् यहाँ गट्टा छ, आज यो गट्टा टिपेर लानेछु, तपाईहरुको देखाउन चाहन्छु। गट्टा टिप्नु पर्यो। दुईटा थियो, एउटा चाहिँ कुहियो किनकि मान्छे नजिक जानु नहुँदो रहेछ, अनि यो चाहिँ अलिक ठुलै भइसकेको थियो, त्यही भएर कुहिएन। ल हेर्नुस्, देख्न सक्नुहुन्छ। अब यसलाई भोलि काटेर एकदम मजाले धोएर काटेर तरकारी बनाएर ल्याउँछु। यो कलिलै सेतीको देख्न सक्नुहुन्छ। हेर्नुस्, फर्सी खास मैले तरकारी खाना ल्याएको फर्सी रोपेर 2-4 पटक मुन्टा खाएँ टिपेर, त्यसपछि फर्सी फलाउन सफल भएँ। अझै यसलाई मल छैन, गोडमेल छैन, तापनि यतिको फर्सी फलाउन सफल भएँ। एउटा टिपेँ आज। हेर्नुस्, यो उखु मैले उता अर्को कम्पनीपट्टिको साइडमा साथीहरूलाई मागेर आफैले गरेको छु। ल त गाइज, सम्पूर्णलाई शुभ साँझ। तपाईहरुको माझबाट म पनि छुट्टेँ। बाई साथी।